समस्त केवली निपुणस्य समस्त प्राणीहरूको स्थिर एक देव छ, त्यही सर्वव्यापक समस्त भूतको अन्तरात्मा वर्ण कर्ममा अधिष्ठान समस्त प्राणीहरूमा बास बस्ने सबका साथी सबलाई चेतन तत्त्व प्रदान गर्नेवाला शुद्ध निर्गुण छ। मायालाई नै प्रकृतिको बुझ गरेर महिमालाई महेश्वर भन। चतुर्थ अध्यायमा सम्पूर्ण भूतहरू प्राणीमा लुकेर रहेको शिवलाई जानेपछि जीवद्वारा बन्धनहरूबाट मुक्ति हुन्छ भनिएको छ। ब्रह्मको विषयमा यस उपनिषदमा शैवमा ब्रह्मको अर्थ उसैको इष्ट देवता शिव हो। ब्रह्मको रूपमा वर्णन गर्दा यहाँ पनि पुरानो उपनिषदको आधार लिएको देखिन्छ। तृतीय अचिन्त्यको जुन ब्रह्मदेखि न परतिर न अरूतिर केही छ, त्यो जुन भन्दा त्यो सूक्ष्मतम वा महत्त्व छ, त्यही धुलोकमा वृक्षमा निश्चिल त्यो एक्लै उपस्थित छ। त्यही पुरुषबाट नै यो सब जगत पूर्ण छ, जसबाट यो सारा विश्व नित्य ढाकिएको छ भनिएको छ। योगको विषयमा वेदमा योगको नाम नदेखिए जसरी यसभन्दा पहिला पनि उपनिषदहरूमा खास योगको अहिले जुन हामीले अर्थ लगाएर बुझेका छौँ त्यस्तो पाइँदैन। तर यस उपनिषद श्वेत शर्मा चाहिँ प्रष्ट योगको वर्णन पाइन्छ। भनिन्छ जुन साङ्गे योगको समन्वयपछि भागवत गीता गरिएको खास रूपमा त्यसको जग सर्वप्रथम श्वेताश्वरले हालेको हो। द्वितीय अध्यायमा योगको वर्णन गरिएको पाइन्छ। विद्वानले 3 कण्ठ शिर कण्ठ मेरुदण्ड अनुबाट नै उचालेर सिधा स्थापित गरी मनद्वारा इन्द्रियहरूलाई हृदयमा रोकेर बहिर्मुखी नाउद्वारा सबै भयावक धाराहरू तारो चेष्टामा तत्पर भएर प्राणहरूलाई रोक्दै ती क्षीण भएपछि नासिकाद्वारा सास तानोस्। दुष्ट घोडा भएको रथलाई यस मनलाई विद्वानले विचलित हुन नदिई धारण गरोस्। पुरुष र प्रकृति मात्रै हो भने यसले कपिल ऋषिश्वरको उल्लेख गरेर अनिरेश्वर साङ्गालाई शेश्वर बनायो र पञ्चबद्धाएको यो योनि मार्सित विश्वानी रूपाणी योनिश्च सर्वा ऋषि प्रसुद कपिल यस सबैहरूको ज्ञानै मसित ज्ञान चपाड छ। भागवत गीताले धेरै नै चलाकीपूर्वक यसको प्रयोग गरेको पाइन्छ। यो कैलाश दाईको घर हो। दाई पाण्डुलिपिको लागि पुरै तयारीमा हुनुहुन्छ। दाईलाई न भोग न निन्द्रा न तीर्थ केही लागेको छैन। सधैँ यो किताबमा तल्लीन हुनुहुन्छ। यसरी ओछ्यानमा बस्नुहुन्छ। किताब हेरौँ हामीले, धेरै नै पुस्तकहरू छ त्यहाँ नजिरहरू, ती पढेर यत्रो अध्ययन गरेर पाण्डुलिपि तयार बन्दैछ। हामीले देख्न सक्छौँ। दाईको यो अथक प्रयास, यो मेहनतलाई सल्युट गर्न चाहन्छु। धन्यवाद।